लिमिटिङ रिएजेन्टको बारेमा बुझ्नुपर्छ। के को बारेमा कुरा गर्दैछु मैले अब, एकदम इम्पोर्टेन्ट छ है। लिमिटिङ रिएजेन्टको बारेमा बुझ्न पर्यो। यसलाई मैले एकदम सिम्पल वेमा बुझाउँछु, बुझ्यो त। लिमिटिङ रिएजेन्ट भन्ने बित्तिकै याद गरेर रियाक्सन गर्दाखेरि हाम्रो के हुन्छ? हजुर रोशन के भयो? के भन्दै थियो र? Nothing. Continue studies. ल मोल कन्सेप्टमा याद गर है। हामीले अब लिमिटिङ रिएजेन्टको बारेमा कुरा गर्छौँ। के को बारेमा कुरा गर्दैछु? लिमिटिङ रिएजेन्टको बारेमा एकदम सिम्पल वेमा बुझाउँछु। एकदम सजिलो छ, एकदम सिम्पल छ है। अब लिमिटिङ रिएजेन्टको बारेमा कुरा गर्दा याद गर त, हामीले कुनै पनि रियाक्सन गर्दाखेरि हामीले रियाक्टेन्टहरू लिन्छौँ, हो कि होइन? ल मानौ मैले ए र बी रियाक्ट गरेर सी बनाए है त। कुनै पनि रियाक्सन एउटा लिँदैछु, ए र बी युज गरेर के बनाए त? सी बनायो भने यो जुन हाम्रो ए अथवा बी छ नि, यसलाई हामीले के भन्छौँ त? रियाक्टेन्ट भन्छौँ हो। यसलाई हामीले के भन्छौँ रे? रियाक्टेन्ट भन्छौँ। भनेको त्यो रियाक्टेन्ट अथवा रिएजेन्ट मध्ये जुन चाहिँ सबैभन्दा छिटो कन्ज्युम हुन्छ, रियाक्सन गर्दा जुन चाहिँ सबैभन्दा छिटो कन्ज्युम हुन्छ, सकिन्छ, सुरुमा सकिन्छ, त्यसैलाई नै हामीले के भन्ने हो त? लिमिटिङ रिएजेन्ट भन्ने हो। याद गर है, त्यसलाई नै हामीले के भन्ने रे? लिमिटिङ रिएजेन्ट भनेको द रियाक्टेन्ट। याद गरेर लिमिटिङ रिएजेन्ट भनेको द रियाक्टेन्ट और रिएजेन्ट। एकदम डिटेलमा बुझाउँछु है। द रियाक्टेन्ट और रिएजेन्ट व्हिच इज कन्ज्युम्ड, याद गर, व्हिच इज consumed at first, which is consumed at first, like बताइदिए, which is consumed at first during chemical reaction. chemical reaction हुँदाखेरि जुन चाहिँ सुरुमै कन्ज्युम हुन्छ त्यसैलाई नै हामीले के भन्यौ? लिमिटिङ रिएजेन्ट भन्यौ। याद गर, इज कल्ड लिमिटिङ रिएजेन्ट। याद गर है, जुन चाहिँ सुरुमा कन्ज्युम हुन्छ त्यसैलाई नै हामीले के भन्ने हो त? लिमिटिङ रिएजेन्ट भन्ने हो। फर इक्जाम्पल यहाँनिर हेर त, इक्जाम्पलको रूपमा मैले लिँदैछु। ए र बी लाई रियाक्ट गर्दाखेरि ल सी दियो। ए र बी लाई रियाक्ट गर्दाखेरि के दियो त? हाम्रो सी दियो है त। ल भनेपछि यसमा यदि मानौ बी चाहिँ सुरुमै के भयो? इफ बी इज कन्ज्युम्ड एट फर्स्ट, बी इज कन्ज्युम्ड एट फर्स्ट, सुरुमा हामीले कुन चाहिँ कन्ज्युम भयो त? हाम्रो बी कन्ज्युम भयो भने बी लाई नै हामीले के भन्ने त? लिमिटिङ रिएजेन्ट भन्ने। जुन चाहिँ सुरुमा कन्ज्युम हुन्छ त्यसैलाई नै हामीले के भन्ने त? लिमिटिङ रिएजेन्ट भन्ने। याद गर है। देन बी इज के त? बी इज लिमिटिङ रिएजेन्ट। अब यहाँनिर नर्मल्ली लिमिटिङ रिएजेन्ट भनियो, तर हामीलाई गिभन रियाक्सनबाट लिमिटिङ रिएजेन्ट डिटरमाइन गर्नलाई सर्टेन स्टेपहरू छ, त्यो स्टेप चाहिँ फलो गर्नुपर्छ। अब त्यसको बारेमा कुरा गरौँ है त। ल हामीले कुनै पनि रियाक्सन गिभन छ, हामीलाई त्यसमा लिमिटिङ रिएजेन्ट पत्ता लगाउनु भनेछ। मैले यहाँ लेख्दैछु डिटर्मिनेसन अफ लिमिटिङ रिएजेन्ट। कसरी चाहिँ हामीले लिमिटिङ रिएजेन्ट पत्ता लगाउने त नि? डिटर्मिनेसन अफ लिमिटिङ रिएजेन्ट सर्टेन रुल्सहरू छ, याद गरिराख। सबैभन्दा पहिलो भनेको रियाक्सन चाहिँ ब्यालेन्स हुनुपर्छ। याद गर है, रियाक्सन के हुनुपर्छ रे? ब्यालेन्स हुनुपर्छ। लिमिटिङ रिएजेन्टलाई डिटरमाइन गर्न रियाक्सन शुड बी ब्यालेन्स्ड। रिमेम्बर इट है, रियाक्सन के हुनुपर्छ? जहिले पनि ब्यालेन्स्ड हुनुपर्छ। रियाक्सन ब्यालेन्स भइसकेपछि हामीले रियाक्टेन्टको अमाउन्ट अथवा प्रोडक्टको अमाउन्ट, के को अमाउन्टलाई रे? रियाक्टेन्टको अमाउन्ट अथवा प्रोडक्टको अमाउन्टलाई चाहिँ कम्पेयर गर्ने हो। दोस्रो काम के गर्ने हो रे? कसरी गर्ने मैले सिकाइहाल्छु, अहिले पोइन्ट मात्र लेखाउँदैछु। कम्पेयरिङ द अमाउन्ट अफ रियाक्टेन्ट। के को अमाउन्ट रे? रियाक्टेन्टको अमाउन्ट कम्पेयर गर्न पनि सकियो, अथवा कम्पेयरिङ द अमाउन्ट अफ प्रोडक्ट है त। कम्पेयरिङ द अमाउन्ट अफ प्रोडक्ट। अनि मेनली भनेको हाम्रो रियाक्टेन्टमै हुन्छ लिमिटिङ रिएजेन्ट भनेपछि हामीले के गर्ने त? रियाक्टेन्टलाई चाहिँ हामीले कम्पेयर गर्ने है। अब कसरी गर्ने, के गर्ने भन्ने कुरा सिकाउँछु। सबैभन्दा पहिलो बुझ्न पर्ने कुरा चाहिँ के हो त? रियाक्सन ब्यालेन्स हुनुपर्छ। रियाक्सन के हुनुपर्छ रे? ब्यालेन्स हुनुपर्छ भनेर बुझ्ने। अनि रियाक्सन ब्यालेन्स गर्ने अलिकति मैले सर्टमा भनिदिइहालेँ। रियाक्सन ब्यालेन्स गर्नलाई हामीलाई के थाहा छ त? सबैभन्दा पहिला रियाक्सन ब्यालेन्स गर्दा याद गर त, रियाक्सन ब्यालेन्स गर्दाखेरि सबैभन्दा पहिला कसलाई ब्यालेन्स गर्ने हो त? हामीले
मेटललाई ब्यालेन्स गर्ने। याद गर है, केलाई ब्यालेन्स गर्ने रे? मेटललाई ब्यालेन्स गर्ने। किन? मेटल एकदम थोरै हुन्छ, मोस्ट अफ द रियाक्सनमा मेटल चाहिँ एकदम थोरै हुन्छ। त्यसले गर्दा सुरुमा कसलाई ब्यालेन्स गरियो हामीले? मेटललाई ब्यालेन्स गर्ने। मेटल पछि पालो आयो नन मेटलको, मेटल पछि कसको पालो आयो? नन मेटलको पालो आयो। त्यसपछि हाइड्रोजनलाई ब्यालेन्स गर्ने अनि बल्ल अक्सिजनलाई ब्यालेन्स गर्ने। त्यसपछि कसलाई ब्यालेन्स गर्ने रे? हाइड्रोजनलाई। अनि बल्ल कसलाई ब्यालेन्स गर्नु पर्यो हामीले? अक्सिजनलाई ब्यालेन्स गर्ने। याद गर है, त्यसपछि बल्ल हामीले कसलाई ब्यालेन्स गर्ने त? अक्सिजनलाई ब्यालेन्स गर्ने। यसरी ब्यालेन्स गर्न पनि सकियो। अथवा अर्को सिक्वेन्स भनेको कार्बनलाई ब्यालेन्स गरिसकेपछि हाइड्रोजनलाई ब्यालेन्स गर्ने अनि अक्सिजनलाई ब्यालेन्स गर्ने। अनि मोस्ट अफ द कुनै कुनैमा चाहिँ के हुन्छ भनेपछि तिम्रो जस्तै S8 आयो, सल्फर 8 वटा आयो भने जसमा चाहिँ धेरै नम्बर अफ एटम दिन्छ, जसमा धेरै नम्बर अफ एटम दिन्छ त्यसमा सुरुमा जसको चाहिँ धेरै नम्बर अफ एटम छ त्यसलाई हामीले ब्यालेन्स गर्ने। हाइड्रोजन र अक्सिजनलाई चाहिँ लास्टमा ब्यालेन्स गर्ने। याद गर है, हाइड्रोजन र अक्सिजनलाई के गर्ने हामीले? लास्टमा ब्यालेन्स गर्ने। त्यसपछि रियाक्सन त एकदम इजिली ब्यालेन्स हुन्छ। यो हामीले हिट एन्ड ट्रायल मेथड तिनीहरू केही पनि लगाउनु पर्दैन है, सिधै हामीले के लगाइदिने त? यही नियम भनेको मेटललाई ब्यालेन्स गर्ने, त्यसपछि नन मेटललाई, अनि बल्ल पालो आयो हाइड्रोजन र अक्सिजनको। कार्बन दिएछ भने सुरुमा कार्बनलाई ब्यालेन्स गर्ने, त्यसपछि हाइड्रोजन अनि अक्सिजनलाई ब्यालेन्स गर्ने है त। ल मैले एकदम डिटेलमा पढाउँछु है। ल अब क्वेसनै हेरौँ त, क्वेसनै गऱ्यौँ। फाइन्ड द लिमिटिङ रिएजेन्ट। ल क्वेसन लेखेँ मैले, फाइन्ड द लिमिटिङ रिएजेन्ट। मैले के भनेको थिएँ? लिमिटिङ रिएजेन्ट भनेको के हो? सुरुमा जुन चाहिँ कन्ज्युम हुन्छ त्यही हो कि होइन? इफ 2 moles, यहाँ हेर त, 2 moles of A is reacted, 2 moles of A is reacted with 3 moles, is reacted with 3 moles of B to give C, to give C। अब यहाँ हेर है, यो क्वेसनमा हामीले के पत्ता लगाउनु पर्ने छ? लिमिटिङ रिएजेन्ट पत्ता लगाउनु पर्ने छ। क्वेसन के भनेछ? 2 मोल A हो कि होइन? A कति मोल छ यहाँ हेर त? 2 moles of A र 3 moles of B रियाक्ट गर्न पर्ने छ। के दिन्छ त्यसले? C दिन्छ है त। अब यसको एन्सर हेर त यहाँनिर। त्यसरी मैले यहाँ के गरिदिएँ? A र B लाई रियाक्ट गर्दा, A र B लाई रियाक्ट गर्दा के दिन्छ रे हाम्रो? C दिन्छ भनेको। मैले के भनेको थिएँ? लिमिटिङ रिएजेन्ट पत्ता लगाउने बेला सुरुमा त रियाक्सन के हुनु पर्यो? ब्यालेन्स हुनु पर्यो। यो त सबैमा हेर त, यहाँ केही पनि छैन भने स्टोइकियोमेट्रिक कोएफिसिएन्ट कति छ? यहाँ 1 छ। केही पनि छैन भने कति छ? 1 छ। यो हाम्रो कोएफिसिएन्ट भनेको के हो रे? याद गरिराख है, स्टोइकियोमेट्रिक कोएफिसिएन्ट। यो के हो रे? स्टोइकियोमेट्रिक कोएफिसिएन्ट। रिमेम्बर इट, स्टोइकियोमेट्रिक कोएफिसिएन्ट भयो। अब यसलाई मैले सुरुमा एकदम सिम्पल वेमा हेर है, यहाँ माथिपट्टि हामीले गिवन मोल लेख्ने। के लेख्ने रे? गिवन मोल लेख्ने, जुनसुकै क्वेसनमा पनि लिमिटिङ रिएजेन्ट पत्ता लगाउन है। ल अब यहाँनिर हेर त, हामीलाई A कति मोल गिवन छ? 2 moles of A भनेछ। A कति मोल दिएछ त? 2 मोल दिएछ हो कि होइन? अनि B कति मोल दिएछ त? हामीलाई 3 मोल दिएछ हो। अब रियाक्सनको इनिसियल्ली त प्रोडक्ट कति हुन्छ? हामीले रियाक्सन गर्दा सुरुमै त प्रोडक्ट आउँदैन। इनिसियलमा दुईटा रियाक्टेन्ट के भयो? जोडिएपछि बल्ल प्रोडक्ट आउने हो कि होइन? भनेपछि यहाँनिर जुन C छ, इनिसियल्ली त कति मोल हुन्छ? 0 मोल हुन्छ। किन? हाम्रो प्रोडक्ट जति सबै इनिसियल्ली कति मोल हुन्छ त? 0 मोल हुन्छ। याद गरिराख है। अनि यहाँनिरबाट हामीले के निकाल्ने त? मोल्स रियाक्टेड निकाल्ने हो। के निकाल्ने हो रे? मोल्स रियाक्टेड निकाल्ने हो। मोल्स रियाक्टेड निकाल्ने एकदम सिम्पल फर्मुला छ। मोल्स रियाक्टेड भनेको गिवन मोल अपन, याद गर है, के त? गिवन मोल अपन स्टोइकियोमेट्रिक कोएफिसिएन्ट हुन्छ। के हुन्छ? स्टोइकियोमेट्रिक कोएफिसिएन्ट हुन्छ। एकदम सिम्पल फर्मुला। भनेपछि अब A को केसमा हेर त, गिवन मोल कति छ हामीलाई? 2 दिइरहेछ। A को केसमा गिवन मोल कति दिइरहेछ त? हामीलाई 2 दिइरहेको छ। अपन स्टोइकियोमेट्रिक कोएफिसिएन्ट कति छ? A को 1 छ हो कि होइन? A को कति छ रे? 1 छ। भनेपछि 1 गर्दा कति आयो त? यो 2 आयो हो। A को कति आयो? 2 आयो। सिमिलरली B को लागि हेर त, B को लागि हामीलाई गिवन मोल कति छ? 3 मोल गिवन छ। अपन स्टोइकियोमेट्रिक कोएफिसिएन्ट कति छ यसको पनि? 1 छ। यो गर्दा कति आयो त हाम्रो? 3 आयो। कति आयो रे हाम्रो? 3 आयो। अब यहीँनिर मोल्स रियाक्टेडलाई कम्पेयर गर्ने। केलाई कम्पेयर गर्ने रे हामीले? मोल्स रियाक्टेडलाई कम्पेयर गर्ने। जसको मोल्स रियाक्टेड थोरै छ त्यही नै हाम्रो के हुन्छ त? लिमिटिङ रिएजेन्ट। अब यहाँ हेर त, कम्पेयर गर्दाखेरि त नम्बर अफ मोल अफ A के देखियो? 2 देखियो के होइन? अनि B को कति देखियो? 3 देखियो। भनेपछि नम्बर अफ मोल अफ A इज लेस देन हो, लेस देन नम्बर अफ मोल अफ B। कसकोमा थोरै देखियो नम्बर अफ मोल?
ए कोमा थोरै देखियो हो कि हैन, त्यसले गर्दा देयरफोर ए इज लिमिटिङ रिएजेन्ट। कुन चाहिँ लिमिटिङ रिएजेन्ट भयो? ए इज लिमिटिङ रिएजेन्ट। यही नै हामीलाई पत्ता लगाउन पनि के सोधेको थियो? लिमिटिङ रिएजेन्टै सोधेको थियो। यसमा के भयो त हाम्रो? ए चाहिँ लिमिटिङ रिएजेन्ट भयो। याद गर है, लिमिटिङ रिएजेन्ट निकाल्न सजिलो रहेछ। जस्ट के गरिदिने, गिवन मोललाई मोल्स रियाक्टेडले गिवन मोललाई स्टोइकोमेट्रिक कोएफिसिएन्टले डिभाइड गरिदियो भने यहीँनिर हेर न, गिवन मोललाई के गरिदियो? स्टोइकोमेट्रिक कोएफिसिएन्टले डिभाइड गरिदिएपछि हाम्रो जुनमा नम्बर अफ मोल थोरै आउँछ त्यही नै हाम्रो के हुन्छ त? लिमिटिङ रिएजेन्ट हुन्छ। यो त सिम्पल भयो हैन? बुझ्यो कि बुझिएन? प्रवीण बाबु बुझ्यो? बुझिरहेको छ, बुझिरहेको। यता रोशनले बुझ्यो कि बुझेन? आज रोशनको फर्स्ट क्लास रहेछ, बुझ्यो नि हैन? अगाडि बढे है त। अर्को क्वेसन हेर, एटीन मोल्स अफ, क्वेसन हेर है, 18 moles of O2 is used for the combustion of 1.5 moles of benzene. 1.5 moles of benzene. Find out which one is limiting reagent. Which one is limiting reagent? Limiting reagent कुन हो भनेर पत्ता लगाउन पर्ने छ। अब यहाँनिर सबैभन्दा पहिलो काम मैले के भनेको थिएँ? रियाक्सन लेख्ने हो कि। सबैभन्दा पहिलो काम हामीले के गर्न पर्यो? रियाक्सन लेख्न पर्यो हो। ल 18 मोल्स अफ O2। ल अब यहाँनिर हेर त, O2 ले हामीले के, O2 के को लागि युज गरेछौँ? बेन्जिनको कम्बुसन गर्नको लागि हो कि हैन? बेन्जिन भनेको के भयो हाम्रो? C6H6 C6H6 भनेको के भयो? बेन्जिन प्लस यहाँनिर के गरेँ मैले? O2 राखेँ हो कि हैन? यसलाई कम्बुसन गरियो। ल अब यहाँनिर हेर त, अक्सिजन युज गरेर हामीले के गरियो? कम्बुसन गरियो। जुन यो हाम्रो C6H6 छ नि, यो भनेको त कार्बन र हाइड्रोजन मिलेर बनेको कम्पाउन्ड हो। यसरी कार्बन र हाइड्रोजन मिलेर कुनै पनि कम्पाउन्ड बनेछ भने त्यसलाई हामीले के भन्यौ? अर्ग्यानिक कम्पाउन्ड हो कि हैन? हाइड्रोकार्बनहरु भनेको के हो? अर्ग्यानिक कम्पाउन्ड हो। अनि भन्देऊ त मलाई, अर्ग्यानिक कम्पाउन्डलाई हामीले यदि कम्बुसन गर्छौँ भने के पाउँछौँ त? CO2 र H2O पाउँछौँ। रिमेम्बर इट है, अलवेज रिमेम्बर इट। के सम्झिन पर्यो? यदि हामीले के गर्यौं? अर्ग्यानिक कम्पाउन्डलाई कम्बुसन गरियो भने के पाइन्छ रे? CO2 र H2O पाइन्छ। याद गर है, यहाँनिर के पाइयो हामीले? CO2 प्लस H2O पाइयो। CO2 र H2O पाइयो। अब रियाक्सनलाई के गर्न पर्यो? ब्यालेन्स गर्न पर्यो हो। अब यहाँ ब्यालेन्स गर्नलाई हेर त, हामीसँग कार्बन कतिवटा छ हेर त? कार्बन कतिवटा छ हामीसँग? 6 वटा कार्बन छ। सुरुमा मैले के भन्थे? कार्बनलाई ब्यालेन्स गर्ने, त्यसपछि हाइड्रोजनलाई ब्यालेन्स गर्ने, अनि बल्ल कसलाई ब्यालेन्स गर्ने त? अक्सिजनलाई ब्यालेन्स गर्ने भनेको थियो के हैन? अब यहाँनिर हेर, कार्बन कतिवटा छ हामीसँग? अगाडि 6 वटा कार्बन छ, पछाडि एउटा मात्र कार्बन छ। ल 6 राखिदिए, कार्बन ब्यालेन्स भयो हाम्रो। के ब्यालेन्स भयो? कार्बन ब्यालेन्स भयो। अब पालो कसलाई ब्यालेन्स गर्ने? हाइड्रोजनलाई ब्यालेन्स गर्ने हो के हैन? अब पालो कसलाई ब्यालेन्स गर्ने रे? हाइड्रोजनलाई ब्यालेन्स गर्ने। हेर त, हाइड्रोजन कतिवटा छ फेरि यहाँ? H6 भनेपछि हाइड्रोजन पनि 6 वटा छ, तर यहाँ कतिवटा मात्र छ? 2टा मात्र छ। भनेपछि यहाँ अगाडि 3 राखिदियो भने 3 2 जा 6 भयो हो। हाइड्रोजन पनि ब्यालेन्स भयो। को पनि ब्यालेन्स भयो त? हाइड्रोजन नि ब्यालेन्स भयो। अब पालो कसको भयो? अक्सिजनलाई ब्यालेन्स गर्ने। अक्सिजन अगाडि 2टा छ, पछाडि हेर त, 6 दुना 12, 12 र 3 गर्दाखेरि 15 वटा अक्सिजन छ। कतिवटा अक्सिजन छ? 15 वटा, तर अगाडि कतिवटा छ? 2टा मात्र छ। अब यसरी यहाँ 15 राख्दा त के हुने भयो? 15 दुना 30 हुने भयो हो कि हैन? यहाँनिर डिभाइड बाई 2 गरिदिए। 15/2 भने के भयो? 15/2 इन्टु 2 गर्दा त 2 2 काटियो, कति मात्र आयो? 15 मात्र आयो। अक्सिजन पनि ब्यालेन्स भयो के? हाम्रो के पनि ब्यालेन्स भयो रे? अक्सिजन पनि ब्यालेन्स भइहाल्यो हो। ल अक्सिजन ब्यालेन्स भइसकेपछि हाम्रो रियाक्सन ब्यालेन्स भयो। रियाक्सन ब्यालेन्स भइसकेपछि मैले के भनेको थिएँ? गिवन मोल लेख्ने भनेको के हैन? के लेख्ने रे? गिवन मोल। अब गिवन मोल हेर त, बेन्जिन हामीलाई कति मोल दिइराछ? 1.5 मोल दिएको छ। अक्सिजन हामीलाई कति मोल दिएको छ? 18 मोल अक्सिजन दिएको छ। कति मोल दिएको छ रे? 18 मोल दिएको छ। त्यसपछि यो CO2 र H2O भनेको त प्रोडक्ट हो। प्रोडक्टहरु इनिशियली कति कति मोल हुन्छन्? 0 0 मोल हुन्छ। कति मोल हुन्छ रे? 0 मोल 0 मोल हुने भयो के हैन? अब हाम्रो काम भनेको के निकाल्ने हो?
मोल्स रिएक्टेड निकाल्ने हो हाम्रो काम के निकाल्ने मोल्स रिएक्टेड मैले के भनेको थिएँ मोल्स रिएक्टेड भनेको के भनेको थिएँ यही माथि हेर त गिवन मोल अपन स्टोइकियोमेट्रिक कोएफिसिएन्ट गिवन मोल अपन के भयो स्टोइकियोमेट्रिक कोएफिसिएन्ट भयो ल यहीँनिर मोल्स रिएक्टेड निकालौँ त हामीलाई यहाँ स्टोइकियोमेट्रिक कोएफिसिएन्ट कति छ बेन्जिनको लागि अगाडि केही पनि छैन भने कति हुने भयो 1 हुने भयो केही पनि छैन भने के हुने भयो रे 1 हुने भयो ल 1.5 डिवाइड बाई कति भयो 1 भयो गर्दा कति आयो त यो 1.5 नै आयो कति आयो त हाम्रो 1.5 नै आयो अनि यहाँनिर के भयो त 18 अपन 15/2 भयो के हैन 18 अपन कति भयो 15/2 भयो ल भनेपछि यो भनेको कति आउने भयो त यसलाई गर्दा रेसिप्रोकल गर्दा 36/15 15 दुना 30 भनेपछि 2.4 आयो कति आयो त 2.4 आयो के हैन अब यहाँ हेर कम्पेयर गर्दाखेरि कसको नम्बर अफ मोल थोरै छ मोल्स रिएक्टेड कसको थोरै छ बेन्जिनको थोरै छ जसको थोरै हुन्छ त्यही नै मैले के भनेको थिएँ लिमिटिङ रिएजेन्ट भनेको थिएँ हो कि हैन भनेको नम्बर अफ मोल अफ बेन्जिन इज लेस देन नम्बर अफ मोल अफ अक्सिजन देयरफोर कुन चाहिँ लिमिटिङ रिएजेन्ट भयो बेन्जिन इज लिमिटिङ रिएजेन्ट हामीले केमा लगाएर टिक लगाउने बेन्जिनमा लगाएर टिक लगाउने केमा लगाएर टिक लगाउने रे बेन्जिनमा लगाएर टिक लगाउने याद गर्दा राख कन्फ्युज हुँदै नहुने है कुन चाहिँ हाम्रो लिमिटिङ रिएजेन्ट भयो त बेन्जिन हाम्रो के भयो लिमिटिङ रिएजेन्ट भयो ल सिमिलरली अर्को क्वेसन अगाडि बढे है त केही कन्फ्युजन छ भने बिचमा मलाई रोकेर सोध्दा हुन्छ है एकदम कन्फ्युज हुँदै नहुने लिमिटिङ रिएजेन्ट मोस्ट इम्पोर्टेन्ट छ मोस्ट अफ द टाइम रिपिटेडली आइरहेको क्वेसन हो त्यसले गर्दा जेसुकै कन्फ्युज भए पनि बिचमा रोकेर सोधिहाल्ने अर्को क्वेसन लेखेँ मैले find the limiting reagent if 6 mole of SO2 ईसा आज दिनभरि के पढेन अनि तिमीले सर मैले रिभिजन गरेँ सेल बायोलोजी जेनेटिक्सहरु सबै रिभिजन गरेँ अनि केमिस्ट्रीको पनि केमिकल इक्विलिब्रियम चाहिँ गरेँ अनि बेलुका फिजिक्स गर्छु ठीक छ प्रवीण बाबुको के छ अवस्था हजुर ठिकै छ सर मेरो नि ठिकै छ पढेछ नि हजुर सर एक्जाम त आइसक्यो त्यहाँ कलङ्कीमा आएर बसिरहेछ है टोली ख्याल गर है हजुर कलङ्कीमा आएर बसेछ ल अब यहाँनिर हेर त फाइन्ड द लिमिटिङ रिएजेन्ट पत्ता लगाउन पर्ने छ केलाई रियाक्ट गरिएछ SO2 6 मोल अफ SO2 लाई केसँग रियाक्ट गरिएछ O2 अक्सिजनसँग रियाक्ट गरिएछ हो के हैन ल यहाँनिर हेर त सबैभन्दा पहिलो काम त हामीले के गर्ने हो रियाक्सनलाई लेख्ने हो सबैभन्दा पहिलो काम के गर्ने रियाक्सन लेख्ने ल SO2 रियाक्सन के भयो SO2 प्लस के भयो त O2 हो के हैन SO2 प्लस O2 गर्दाखेरि के आयो हाम्रो SO3 आयो एकैछिन म एउटा फोन उठाइहालेँ है हजुर क्लासमा म क्लासमा छु अहिले पछि कल गर्छु नि है ल यहाँ हेर त SO2 र केलाई रियाक्ट गर्न पर्ने छ O2 लाई रियाक्ट गर्न पर्ने छ के आयो त हाम्रो SO3 आयो के हैन अब हाम्रो काम भनेको केलाई ब्यालेन्स गर्ने हो रियाक्सनलाई ब्यालेन्स गर्न पर्यो सुरुमा त रियाक्सनलाई ब्यालेन्स गर्नलाई हेर त सल्फर र यो सल्फर त के छ ब्यालेन्स त पहिल्यै हो कि हैन एउटा छ ब्यालेन्स भइहाल्यो अक्सिजन कतिवटा छ यहाँ हेर त 4वटा छ तर यहाँ कतिवटा छ 3टा छ यसरी एक साइडमा अड एक साइडमा इभन आछ भने एकदम सिम्पल वेबाट ब्यालेन्स गर्न सकिन्छ है इन्टु 2 गर्दिने डबल गर्दिने के गर्दिने डबल गर्दिने इजिली ब्यालेन्स गर्न सकिन्छ कस्तो कन्डिसनमा भने मैले एक साइडमा अड एक साइडमा इभन आछ हेर त यतापट्टि 4वटा अक्सिजन आछ प्रोडक्टमा कतिवटा अक्सिजन छ 3टा मात्र अक्सिजन छ यसरी हाम्रो दुईटै साइडमा एक साइडमा अड र एक साइडमा इभन आएको छ भने के गर्दिने त कोएफिसिएन्टलाई डबल गरिदिएपछि इजिली ब्यालेन्स गर्न सकिन्छ भनेको ल यसको कोएफिसिएन्टलाई मैले डबल गरिदिए 2 राखिदिए कति राखिदिए रे 2 राखिदिए 2 राख्दै गर्दाखेरि हेर त के हुने भयो सल्फर पनि कतिवटा भयो 2टा भयो के हैन ल सल्फर 2टा भएपछि अगाडि पनि 2टा सल्फर राख्दिन पर्यो हो के हैन अब हेर त सल्फर ब्यालेन्स भयो कि भएन भयो अक्सिजन पछाडी कतिवटा छ
6वटा अक्सिजन भयो। अगाडि कतिवटा भयो 2 2 जा 4 4 र 2 गर्दाखेरि 6वटा अक्सिजन र अक्सिजन पनि ब्यालेन्स भइहाल्यो कि कति सिम्पल वेमा ब्यालेन्स भयो हो। ल अब यहाँनिर हामीले के निकाल्न पर्यो माथि के लेख्न पर्छ मैले भन्थे गिवन मोल लेख्न पर्छ भनेको थिएँ। SO2 हामीलाई कति मोल दिएछ 6 मोल दिएछ। ल गिवन मोल 6 भयो SO2 को। तर O2 को हामीलाई के दिइरहेछ ग्राम दिइरहेछ नम्बर अफ मोल दिएको छैन। अनि O2 को लागि हामीले के निकाल्न पर्यो नम्बर अफ मोल निकाल्ने हो कि हैन। ल नम्बर अफ मोल निकाल्ने हामीलाई गिवन मास छ भने नम्बर अफ मोल निकाल्ने मैले लास्ट लेक्चरमा पढाएको फर्मुला के हो गिवन मास अपन ग्राम एटोमिक मास अथवा मोलिकुलर मास हो कि हैन। भनेपछि गिवन मास हामीलाई 32 छ। अक्सिजनको मोलिकुलर मास कति भयो 16 16 × 2 गर्दाखेरि 32 भयो कि हैन। यो गर्दा कति आयो त हाम्रो 1 मोल आयो। किन × 2 गरेको अक्सिजनको 16 भयो दुईटा O2 छ त्यही भएर 2 × 16 गर्दा 32 भयो 1 आयो। कति आयो त नम्बर अफ मोल 1 आयो भनेपछि O2 को गिवन मोल कति रहेछ 1 रहेछ हो कि हैन। SO3 को इनिशियली कति हुन्छ 0 हुन्छ किन प्रोडक्ट जहिले पनि 0 हुन्छ। हाम्रो काम भनेको के निकाल्ने हो मोल्स रिएक्टेड निकाल्ने भन्देउ त हाम्रो काम के हो रे मोल्स रिएक्टेड निकाल्ने हो कि हैन। मोल्स रिएक्टेड भनेको गिवन मोल 6 भयो अपन स्टोइकियोमेट्रिक कोएफिशिएन्ट यसको SO2 को कोएफिशिएन्ट कति छ यहाँ 2 छ हो कि हैन। डिवाइड बाइ कति गर्न पर्यो 2 गर्दा SO2 को लागि कति आयो त हाम्रो 3 आयो। सिमिलरली अक्सिजन को लागि कति आयो र त 1 अनि O2 को अगाडि केही पनि छैन भने कति हुन्छ 1 हुने भयो। गिवन मोल अपन स्टोइकियोमेट्रिक कोएफिशिएन्ट 1 नै आयो। यसो गर्दाखेरि त के भयो एउटा 3 अर्को कति छ 1 छ हो। कुन चाहिँ थोरै छ त हाम्रो नम्बर अफ मोल्स रिएक्टेड कसको थोरै छ O2 को थोरै छ जसको थोरै छ मैले त्यही नै लिमिटिङ रिएजेन्ट हुन्छ भने हो कि हैन। त्यो नम्बर अफ मोल अफ SO2 के छ धेरै छ के को भन्दा O2 भनेको O2 हो भनेपछि कुन चाहिँ हाम्रो लिमिटिङ रिएजेन्ट भयो त O2 इज लिमिटिङ रिएजेन्ट। O2 चाहिँ के भयो हाम्रो लिमिटिङ रिएजेन्ट भयो कन्फ्युज हुँदै नहुने है। नम्बर अफ मोलै चाहिन्छ हामीलाई के चाहिन्छ गिवन मोलै चाहिन्छ। गिवन मोल छैन भने हामीले नम्बर अफ मोल पत्ता लगाउनु पर्यो के गर्नु पर्यो नम्बर अफ मोल पत्ता लगाउनु पर्छ अनि मात्र गर्न सकिन्छ। बुझेन ल अगाडि बढे है त। सिमिलरली अर्को क्वेशन गरे मैले लिमिटिङ रिएजेन्ट वाला क्वेशनमा मैले अलिकति लामो क्वेशन गरे है त। यो क्वेशन गरेपछि चाहिँ अलमोस्ट सबै रिएक्टेन्ट प्रोडक्ट सबैको लागि पनि गर्न सकिन्छ है त। यो क्वेशन हेर मैले यहाँ क्वेशन लेख्दैछु एकदम इम्पोर्टेन्ट क्वेशन छ यो किनकि यो क्वेशनले चाहिँ अलमोस्ट सबैलाई इन्क्लुड गर्छ है। एकदम ध्यान दिएर हेर 8 ग्राम of H2 and 6 × 10 को power 23 molecules of O2 are reacted to form वाटर भेपर के बनाउनलाई वाटर भेपर बनाउनलाई रिएक्ट गरिएको छ। अनि हामीलाई यसमा सोधेछ फाइन्ड यो क्वेशन चाहिँ अलिकति लम्बा छ है। ल यहाँ हेर त ए नम्बरमा सोध्यो हामीलाई फाइन्ड लिमिटिङ रिएजेन्ट भनेर सोध्यो। के भनेर सोध्यो लिमिटिङ रिएजेन्ट भनेर सोध्यो। बी मा याद गर हामीलाई सोध्यो मोल्स अफ रिएक्टेन्ट लेफ्ट मोल्स अफ के सोध्यो त रिएक्टेन्ट लेफ्ट लास्टमा बाँकी भएको रिएक्टेन्ट कति मोल हुन्छ त्यो निकाल्न भन्यो। त्यसपछि सोध्यो मास अफ रिएक्टेन्ट लेफ्ट मास अफ के सोध्यो त रिएक्टेन्ट लेफ्ट। डी मा सोध्यो हामीलाई मोलिक्युल्स अफ रिएक्टेन्ट लेफ्ट भनेर सोध्यो रिएक्टेन्ट लेफ्ट। ई मा सोध्यो हामीलाई भोल्युम अफ रिएक्टेन्ट लेफ्ट। ल रिएक्टेन्ट को केसमा भयो। ल एफ नम्बरमा अर्को क्वेशन लेखेँ मैले मोल्स अफ प्रोडक्ट फर्म। अब यो मैले लेखेको क्वेशनहरु मध्ये कुनै एउटा क्वेशन आउने त हो नि तर मैले एउटै क्वेशनमा मैले सबै सिकाइदिए है त। जी मा मैले मास अफ प्रोडक्ट फर्म यसमा हामीलाई सोध्यो मोलिक्युल्स अफ प्रोडक्ट फर्म भनेको प्रोडक्ट को मोलिक्युल्स पत्ता लगाउन पर्ने छ। आई मा सोध्यो हामीलाई भोल्युम अफ प्रोडक्ट फर्म गरेको के को त प्रोडक्ट को भोल्युम पत्ता लगाउन पर्ने छ है त। ल क्वेशन यति मात्र भयो। यो क्वेशनलाई एकदम ध्यान दिएर सुन है। यो क्वेशनमा एकचोटी यो क्वेशनलाई राम्रोसँग पढ पनि हामीलाई के दिएछ त H2 8 ग्राम दिएछ हो के हैन। अनि O2 कति दिएछ
6 × 10⁻23 वटा मोलिक्युल्स दिन्छ। दुईटालाई रियाक्ट गरेर हामीले के बनाएको छौँ, वाटर भेपर बनाएको छौँ। यसमा लिमिटिङ रिएजेन्टदेखि लिएर रियाक्टेन्ट लेफ्ट अनि प्रोडक्ट फर्म सबै निकाल्न पर्ने छ हो। ल सुरुमा लिमिटिङ रिएजेन्टबाटै जाउँ त। अब लिमिटिङ रिएजेन्ट निकाल्नलाई के भनिएको थियो, हाम्रो गिवन मोल थाहा हुनु पर्यो के हैन। हामीले H2 र O2 निकाल्दैछौँ, H2 को पनि हामीलाई मोल दिएको छैन, O2 को पनि हामीलाई के दिएको छैन, मोल दिएको छैन। भनेको एउटाको हामीलाई वेट दिएको छ, यो गिवन मास दिएको छ भने अर्कोको नम्बर अफ मोलिक्युल्स दिएको हो। सुरुमा त हामीले के गर्नु पर्यो, नम्बर अफ मोल पत्ता लगाउनु पर्यो। के पत्ता लगाउनु पर्यो रे, नम्बर अफ मोल पत्ता लगाउनु पर्यो के हैन। ल यसको सोलुसन हेर है त, सोलुसनमा हेर त, नम्बर अफ मोल्स अफ H2 भनेको के भयो, हामीलाई मास दिएछ नि त 8 ग्राम। अनि के भयो, गिवन मास अपन के हो त, नम्बर अफ मोल भनेको के भयो, गिवन मास अपन त्यसको मोलिकुलर मास हो के। गिवन मास हामीलाई कति ग्राम दिएछ, 8 ग्राम अपन H2 भनेको त के भयो, यसरी यो 1 × 2 गर्दा कति आएछ, यो 2 गर्दा कति मोल आएछ हामीलाई, 4 मोल्स गिवन रहेछ। कति मोल्स गिवन रहेछ रे, 4 मोल्स गिवन रहेछ। यो भनेको H2 को लागि भयो। फेरि O2 को लागि पनि निकाल्न छ, नम्बर अफ मोल्स अफ O2। O2 को केसमा हामीलाई के गिवन छ त, नम्बर अफ मोलिक्युल गिवन छ। त्यसपछि मैले भनेको थिएँ नम्बर अफ पार्टिकल गिवन छ भने, पार्टिकल भनेको एटम पनि हुन सक्यो, मोलिक्युल पनि हुन सक्यो के हैन। यो केसमा हामीलाई के दियो, मोलिक्युल दियो भने फर्मुला के हो, नम्बर अफ मोलिक्युल अपन एभोगाड्रोस नम्बर हो के। नम्बर अफ मोलिक्युल अपन के हो रे फर्मुला, एभोगाड्रोस नम्बर भनेको नम्बर अफ मोलिक्युल कति दिएछ हामीलाई, 6 × 10⁻23 अपन एभोगाड्रोस नम्बर भनेको कति भयो त, अब 6.022 × 10⁻23 हो। तर यहाँ 6 मात्र दिएछ, त्यसले गर्दा 6 मात्र लेखिदिएँ है त मैले, काट्न सजिलो हुन्छ नि त। यो गर्दा कति आयो, हाम्रो 1 मोल आयो के हैन। H2 हामीलाई दियो 4 मोल्स दियो, H2 कति मोल्स दिया रहेछ, 4 मोल्स दिया रहेछ। अनि O2 चाहिँ कति दिया रहेछ, 1 मोल दिया रहेछ। गिवन मोल हामीलाई थाहा भइहाल्यो। ल गिवन मोल थाहा भइसकेपछि त हामीले इजिली सल्भ गर्न सक्यौँ नि त। मैले यहीँनिर लेखेँ है त, यहाँ हेर त, H2 र O2 लाई रियाक्ट गरेर के बनाइरहेछ, यहाँनिरबाट H2O बनाएको छ। H2 र O2 लाई रियाक्ट गरेर के बनाएको छ, H2O। अब हेर त ब्यालेन्स केलाई गर्नु पर्यो, हाइड्रोजन पहिले ब्यालेन्स छ, कसलाई ब्यालेन्स गर्ने, अक्सिजनलाई ब्यालेन्स गर्ने। अक्सिजन यो दुईटा छ, यता पछाडि एउटा छ, ल 2 राखिदिए गर्दाखेरि त हाइड्रोजन 4वटा भयो। हाइड्रोजनलाई फेरि पनि अगाडि मैले कति राखिदिएँ, 2 राखिदिएपछि यो रियाक्सन त ब्यालेन्स भइहाल्यो। यदि रियाक्सन ब्यालेन्स भइसकेपछि अब के लेख्नु पर्यो, यहाँनिर गिवन मोल लेख्नु पर्यो कि हैन, गिवन मोल। अब भन्देऊ त गिवन मोल, हाइड्रोजनको कति मोल निकाल्दैछौँ हामीले भर्खरै, 4 मोल्स निकालेछौँ। कति मोल्स निकालेछौँ हेर त, 4 मोल्स निकालेछौँ के हैन। ल हाइड्रोजनको लागि 4 मोल भयो, अर्को कलरले लेखिदिएँ है त, कलर चेन्ज गरेँ। हाइड्रोजनको लागि कति मोल भयो, 4 मोल भयो। अक्सिजनको लागि कति मोल भयो त, 1 मोल भयो। H2O भनेको प्रोडक्ट सुरुमा त 0 मोल हुन्छ। अब यहाँनिरबाट हामीले के निकाल्ने हो, मोल्स रियाक्टेड के को लागि, लिमिटिङ रिएजेन्टको लागि। के को लागि रे, लिमिटिङ रिएजेन्टको लागि। ल मोल्स रियाक्टेड भनेपछि हाम्रो हेर त, मोल्स रियाक्टेड भनेर हाम्रो के हुने भयो त, के भनेको थिएँ मैले, गिवन मोल अपन स्टोइकियोमेट्रिक कोएफिसिएन्ट हो के हैन। गिवन मोल कति छ हाम्रो H2 को 4, अपन यसको कोएफिसिएन्ट कति छ त, 2 गर्दा कति आयो, 2 आयो भने अक्सिजनको केसमा यहाँ केही पनि छैन भने अगाडि 1 हुने भयो हो कि हैन। गिवन मोल 1 अपन 1 गर्दा कति आयो त, यो 1 आयो। अब यहाँनिरबाट हेर त के भयो, नम्बर अफ मोल अफ H2 इज ग्रेटर देन नम्बर अफ मोल अफ O2 भनेको कुन चाहिँ लिमिटिङ रिएजेन्ट भयो त, O2 चाहिँ लिमिटिङ रिएजेन्ट भयो, किन नम्बर अफ मोल थोरै छ नि त। देयरफोर O2 इज लिमिटिङ रिएजेन्ट। को चाहिँ लिमिटिङ रिएजेन्ट भयो रे, O2 चाहिँ हाम्रो के भयो त, लिमिटिङ रिएजेन्ट भयो के हैन। ल O2 हाम्रो लिमिटिङ रिएजेन्ट भयो। ल लिमिटिङ रिएजेन्ट पत्ता लाग्यो। अब हाम्रो काम के सोधेछ, मोलिक्युल्स अफ रियाक्टेन्ट लेफ्ट। अनि लिमिटिङ रिएजेन्ट भनेको के भनेको थिएँ मैले, जुन चाहिँ सुरुमै कन्ज्युम हुन्छ, सकिहाल्छ, त्यसलाई नै हामीले लिमिटिङ रिएजेन्ट भन्ने हो कि हैन। भनेपछि त्यो लिमिटिङ रिएजेन्ट भयो। ल O2 लिमिटिङ रिएजेन्ट भयो, सकियो। भनेपछि कुन चाहिँ बाँकी छ त रियाक्टेन्ट, H2 बाँकी छ। को बाँकी छ रे, H2 बाँकी छ। कसरी थाहा भयो H2 बाँकी छ भन्देऊ त, मैले के भनेको थिएँ, लिमिटिङ रिएजेन्ट भनेको जुन चाहिँ सुरुमै कन्ज्युम हुन्छ, जुन चाहिँ के हुन्छ, सुरुमै कन्ज्युम हुन्छ, सकिन्छ, त्यही नै हाम्रो लिमिटिङ रिएजेन्ट भयो। भनेपछि रियाक्सन हुँदा O2 सुरुमै सकियो, लिमिटिङ रिएजेन्ट भइहाल्यो। भनेपछि बाँकी को छ त, H2 बाँकी छ। H2 चाहिँ के रहेछ, रियाक्टेन्ट लेफ्ट रहेछ। भनेपछि त्यही रियाक्टेन्ट लेफ्टको चाहिँ हामीले के गर्नु पर्यो, मोल्स पनि पत्ता लगाउन छ, त्यसपछि मास पनि पत्ता लगाउन छ, मोलिक्युल पनि पत्ता लगाउन छ, अनि भोल्युम पनि पत्ता लगाउन छ हो। ल अब त्यसको लागि मैले एउटा फर्मुला लेख्दैछु, एकदम ध्यान दिएर सुन है। फाइनल मोल
आफ्टर रियाक्सन भनेर लेखे ल फाइनल मोल आफ्टर रियाक्सन यसले के बुझाउँछ रियाक्सन भइसकेपछिको फाइनल मोल भनेको बाँकी जुन छ त्यही त हो नि भनेपछि यहाँनिर हेर है फाइनल मोल आफ्टर रियाक्सनको लागि याद गर यदि हाम्रो फर रियाक्टेन्टको केसमा के को केसमा रियाक्टेन्टको केसमा फर्मुला याद गर है यो फर्मुला अप्लाई गरेपछि जस्तो सुकै गर्न सकिन्छ फाइनल मोल आफ्टर रियाक्सन रियाक्टेन्टको केसमा फर्मुला याद गर मोल्स रियाक्टेड के त स्पेसिफिक अब जस्तै जुनको निकाल्न छ त्यसकै मोल्स रियाक्टेड माइनस लिमिटिङ रिएजेन्ट्सको मोल्स रियाक्टेड याद गर है फर्मुला के रे लिमिटिङ रिएजेन्टको मोल्स रियाक्टेड यहाँ है फर्मुला जस्तै मानौ H2 को हामीले फाइनल मोल निकाल्न छ भने H2 को मोल्स रियाक्टेड माइनस लिमिटिङ रिएजेन्टको मोल्स रियाक्टेड इन्टु याद गर स्टोइकायोमेट्रिक कोएफिसिएन्ट के गर्नुपर्छ रे स्टोइकायोमेट्रिक कोएफिसिएन्ट भनेको यो स्टोइकायोमेट्रिक कोएफिसिएन्ट छ मोल्स रियाक्टेड चाहिँ कहाँबाट लिएर आउने त स्पेसिफिक जुन चाहिँ स्पेसिसको निकाल्न छ त्यही स्पेसिसको के गर्ने मोल्स रियाक्टेड र स्टोइकायोमेट्रिक कोएफिसिएन्ट लिने अनि यही कुरा मैले सिकाउँछु पनि फर प्रोडक्टको केसमा यो फर्मुला याद गर प्रोडक्टको केसमा त एकदम सिम्पल छ प्रोडक्टको लागि के गर्दिने त हाम्रो मोल्स रियाक्टेड याद गर है प्रोडक्टको लागि के भयो मोल्स रियाक्टेड के अरे लिमिटिङ रिएजेन्ट्सको मोल है सरी मैले यहाँ फेरि लेखेँ प्रोडक्टको लागि चाहिँ एकदम सिम्पल लिमिटिङ रिएजेन्टको मोल्स रियाक्टेड के को मोल्स रियाक्टेड रे लिमिटिङ रिएजेन्टको मोल्स रियाक्टेडलाई स्टोइकायोमेट्रिक कोएफिसिएन्टले मल्टिप्लाई गरिदियो भने आइहाल्यो है केले मल्टिप्लाई गर्ने स्टोइकायोमेट्रिक कोएफिसिएन्ट यो फर्मुला चाहिँ एकदम कण्ठ पार भनेको अब यहाँनिर हामीलाई बी नम्बरमा के सोधेछ मोल्स अफ रियाक्टेन्ट लेफ्ट सोधेछ हो कि हैन ल मोल्स अफ रियाक्टेन्ट लेफ्ट भनेछ मोल्स अफ ल रियाक्टेन्टमा के छ हुन्छ H2 छ कि छैन H2 छ ल फर्मुला आन्सर के भने चाहिँ मैले H2 भनेको रियाक्टेन्ट हो रियाक्टेन्टको केसमा हेर त के हुने भयो H2 मोल्स रियाक्टेड H2 को मोल्स रियाक्टेड कति छ यहाँ हामीले कति निकाल्यौ 2 निकाल्यौ हो के हैन लिमिटिङ रिएजेन्ट भनेको अक्सिजन अक्सिजनको कति छ 1 छ भनेपछि यहाँनिर हेर त फर्मुला आन्सर के भयो मोल्स रियाक्टेड भनेको 2 माइनस लिमिटिङ रिएजेन्टको मोल भनेको कति भयो 1 भयो के लिमिटिङ रिएजेन्टको मोल कति भयो रे 1 भयो इन्टु स्टोइकायोमेट्रिक कोएफिसिएन्ट कसको H2 को केसमा H2 कै लगाउने हेर त H2 को स्टोइकायोमेट्रिक कोएफिसिएन्ट कति छ यहाँ 2 देखिँदैछ कति देखिँदैछ रे 2 देखिँदैछ हो के हैन भनेपछि ल हाइड्रोजन केसमा स्टोइकायोमेट्रिक कोएफिसिएन्ट कति राख्दिने 2 राख्दिने गर्दा कति भयो 2 - 1 1 2 1 जा 2 आयो कति मोल्स आएछ त हाम्रो 2 मोल्स रहेछ मोल्स अफ रियाक्टेन्ट लेफ्ट कति मोल रहेछ हाम्रो 2 मोल रहेछ कति रहेछ रे 2 मोल रहेछ यो त सिम्पली हामीले निकाल्न सकिहाल्यो हो के हैन यही नै हाम्रो के भयो H2 भनेकै हाम्रो के हो रियाक्टेन्ट लेफ्ट हो के हैन H2 भनेकै हाम्रो के भयो रे रियाक्टेन्ट लेफ्ट भयो ल भनेपछि हाम्रो जुन बाँकी भएको सबै क्वेशन छ नि त्यसलाई मैले एकमुष्ट सल्भ गरिदिए है त यतापट्टि मैले लेखे रियाक्टेन्ट लेफ्टको केस लेखे यतापट्टि प्रोडक्ट फर्मडको केस लेखे है त प्रोडक्ट फर्म ल अब यहाँ हेर त रियाक्टेन्ट लेफ्टमा के छ हामीसँग H2 छ प्रोडक्ट फर्म के छ हामीसँग H2O बनेको छ के हैन के बनेको छ टोली भन्देऊ त H2O बनेको छ यो त एकदम सिम्पल भइहाल्यो अब यहाँनिर हामीलाई बी नम्बरमा सोधे यसको मोल्स भनेपछि ल मोल्स कति मोल निकालेको भर्खरै H2 को कति मोल निकालेको अरे फाइनल मोल 2 मोल निकाल्यो के कति मोल निकाल्यो अरे 2 मोल निकालेको अब त्यसपछि हामीलाई के सोध्यो मास सोधिरहेछ मास अफ रियाक्टेन्ट लेफ्ट भनेको H2 कै गर्न पर्यो के मास निकाल्नु पर्यो H2 को मास निकाल्नु पर्यो याद गर त मैले नम्बर अफ मोल बराबर के भने थिए गिवन मास अपन ग्राम मोलिकुलर मास हो के हैन गिवन मास अपन के भयो ग्राम मोलिकुलर मास अब हामीले यो मास निकाल्न छ भने ग्राम मोलिकुलर मासलाई नम्बर अफ मोलले मल्टिप्लाई गरिदिए भयो कि भएन ल अब हेर त नम्बर अफ मोल कति आइराछ 2 आइराछ नम्बर अफ मोल कति आइराछ त 2 आइराछ इन्टु ग्राम मोलिकुलर मास भनेको H2 को लागि कति हुने भयो 2 1 जा 2 गर्दा कति आयो त यो 4 आयो के हैन कति आयो रे भन्देऊ त 4 आयो यसमा कोही पनि कन्फ्युज नहुने है कति ग्राम आयो रे हाम्रो 4 ग्राम आयो के हैन मास अब हामीलाई डी नम्बरमा के सोधेछ मोलिक्युल्स ल नम्बर अफ मोलिक्युल्स सोधेछ नम्बर अफ मोलिक्युलको लागि मैले लास्ट लेक्चरमा पनि पढाएको के हो नम्बर अफ मोल इन्टु एभोगाड्रोस नम्बर भनेर पढाएको हो के हैन नम्बर अफ मोल इन्टु के भनेर पढाएको हो रे एभोगाड्रोस नम्बर भनेर पढाएको हो मोलिक्युलको केसमा भनेपछि नम्बर अफ मोल भनेको 2 भइहाल्यो इन्टु एभोगाड्रोस नम्बरलाई यहाँ नै लेखिदिए है त मैले
भ्यालु लेखिन 6.022 into 10 को पावर 23 भइहाल्यो गिभन अप्सन अनुसार कहिले भ्यालु दिएको हुन्छ भ्यालु लेखिदिने अथवा यान भने हुन्छ जे दिएछ त्यही लेख्ने है त मोलिक्युल्स पनि पत्ता लाग्यो अब के पत्ता लगाउनु पर्नेछ यसको भोल्युम पत्ता लगाउनु पर्नेछ के पत्ता लगाउनु पर्नेछ रे भोल्युम पत्ता लगाउनु पर्नेछ फेरि पनि त नम्बर अफ मोल निकाल्ने अर्को फर्मुला छ नि गिभन भोल्युम केमा हुनु पर्यो लिटरमा अपन कति 22.4 ओके नम्बर अफ मोल भनेको के भयो भोल्युम इन लिटर अपन 22.4 त नम्बर अफ मोल अब यहाँनिरबाट भोल्युम इन लिटर पत्ता लगाउन के गर्ने हो त 22.4 ले नम्बर अफ मोललाई मल्टिप्लाई गरिदिए पुगिहाल्यो नि भनेपछि नम्बर अफ मोल भनेको 2 भइहाल्यो इन्टु 22.4 गर्दा कति आयो त हाम्रो 44.8 लिटर्स आयो कति आयो रे 44.8 लिटर्स आयो ओके हैन सिमिलरली प्रोडक्टको केसमा पनि हामीलाई के सोधेछ त मोल्स सोधिरहेछ प्रोडक्टको केसमा पनि के सोधिरहेछ नम्बर अफ मोल सोधिरहेछ भनेपछि प्रोडक्टको केसमा हेर त फाइनल मोल बराबर मैले के भने थिए लिमिटिङ रिएजेन्टको मोल रिएक्टेड इन्टु स्टोइकियोमेट्रिक कोएफिसिएन्ट ल H2O को कोएफिसिएन्ट हेर त कति छ यहाँ H2O को कोएफिसिएन्ट कति छ 2 छ H2O को कोएफिसिएन्ट कति छ रे 2 छ अनि लिमिटिङ रिएजेन्टको मोल रिएक्टेड कति छ 1 छ कति छ रे 1 छ भनेपछि यहाँनिरबाट के आउने भयो र त मोल्स भनेको ल लिमिटिङ रिएजेन्टको मोल भनेको 1 भयो अनि स्टोइकियोमेट्रिक कोएफिसिएन्ट H2O को कति छ 2 छ गर्दा कति मोल्स आयो त 2 मोल आयो के कति मोल आयो रे 2 मोल आयो हो के हैन जी मा हामीलाई के सोध्यो त मास सोध्यो जी मा हामीलाई के सोध्यो रे मास सोध्यो मास भनेको के हुने भयो त याद गरे त मास भनेको के हुने भयो नम्बर अफ मोल यहाँ हेर नम्बर अफ मोल इन्टु ग्राम मोलिकुलर वेट हो के हैन ग्राम मोलिकुलर मास भयो ल भनेपछि मास भनेको कति छ नम्बर अफ मोल भनेको 2 इन्टु ग्राम मोलिकुलर मास H2O को लागि कति हुने भयो रोशन म्युट गर त H2O को लागि कति हुने भयो 2 इन्टु 1 प्लस 16 16 दुना 18 अनि कतिवटा छ हाम्रो दुईटा छ नि त 2H2O छ ल 18 भयो के हैन यहाँ कति आयो त 18 भनेपछि कति भयो 18 दुना 36 ग्राम आयो के 36 ग्राम आयो यसमा कन्फ्युज नहुने है त्यसपछि अब यदि हामीलाई मोलिक्युल निकाल्न छ भने त मोलिक्युल्सको लागि मैले पहिले पनि भनेको नम्बर अफ मोल इन्टु एभोगाड्रोस नम्बर अफ मोल भनेको 2 छ इन्टु एभोगाड्रोस नम्बर भनेको याने भइहाल्यो सिमिलरली आई नम्बरमा हाम्रो के आयो भोल्युमको कुरा आयो भोल्युम भनेको के भन्थे मैले नम्बर अफ मोल इन्टु 22.4 गर्दा कति आयो 44.8 लिटर्स आयो कति आयो रे 44.8 लिटर्स आयो यो क्वेशनको सोलुसनमा इसा केही कन्फ्युजन छ नानी छैन सर छैन नि बुझियो बुझ्यो सर अघि रोशन के भन्दै थियो नथिङ हजुर केही पनि भुलिरहेको थिएन कि ल ल अर्को क्वेशन हेर है त Six moles of Na2CO3 is reacted with 4 moles of HCl solution. 4 moles of HCl solution. Find the volume of CO2. हाम्रो के को भोल्युम पत्ता लगाउनु पर्ने छ CO2 gas produced at STP. ल हामीले CO2 ग्यास को के पत्ता लगाउनु पर्ने छ रे भोल्युम पत्ता लगाउनु पर्ने छ 6 moles of Na2CO3 reacts with 4 moles of HCl भने छ है ल यो पनि त त्यही लिमिटिङ रिएजेन्ट वालै त भयो त यहाँनिर हेर न कसरी यहाँ हेर त हामीलाई के भयो भने यहाँ Na2CO3 चाहिँ केसँग रिएक्ट गर्न पर्ने छ रे HCl सँग रिएक्ट गर्न पर्ने छ केसँग रिएक्ट गर्न पर्ने छ HCl सँग रिएक्ट गर्न पर्ने छ भनेपछि यहाँनिरबाट के आउँछ NaCl हो प्लस CO2 प्लस H2O आउने भयो के हैन अब यो कन्डिसनमा हेर त हाम्रो CO2 बनिरहेछ यो कन्डिसनमा के बनिरहेछ रे हाम्रो CO2 बनिरहेको छ त्यो भनेको हाम्रो कहाँ बनेछ प्रोडक्टमा बनेछ भनेपछि प्रोडक्टमा भएको त्यसको हामीले के निकाल्न पर्ने छ भोल्युम निकाल्न पर्ने छ हो हामीलाई थाहा छ नि त फेरि नम्बर अफ मोल इक्वल्स टु भोल्युम अपन 22.4 भयो के 22 point कति भयो रे 4 भयो हो अब भोल्युम यो भोल्युम पत्ता लगाउन छ नम्बर अफ मोल पत्ता लाग्यो भने त हामीले भोल्युम इजिली पत्ता लगाउन सकिन्छ अब फेरि नम्बर अफ मोल पत्ता लगाउने कसरी हो यो भनेको त हाम्रो फाइनल मोल भयो फाइनल मोलको लागि के चाहियो भने त प्रोडक्टको लागि फाइनल मोल भनेको के हो लिमिटिङ रिएजेन्टको मोल इन्टु स्टोइकियोमेट्रिक कोएफिसिएन्ट
भनेको सुरुमा त हामीले के पत्ता लगाउनु पर्ने रहेछ, लिमिटिङ रिएजेन्ट पत्ता लगाउनु पर्ने रहेछ, त्यसको मोल्स रियाक्टेड पत्ता लगाउनु पर्ने रहेछ, हो कि हैन। अनि त्यसलाई स्टोइकियोमेट्रिक कोएफिसिएन्ट गरेपछि CO2 को नम्बर अफ मोल आयो। CO2 को नम्बर अफ मोल आइसकेपछि त हामीले इजिली के निकाल्न सकिहालिन्छ, भोल्युम निकाल्न सकिहालिन्छ हो। अनि सुरुमा त हामीले के पत्ता लगाउनु पर्यो, लिमिटिङ रिएजेन्ट पत्ता लगाउने हो कि हैन। ल लिमिटिङ रिएजेन्ट पत्ता लगाउने काममा त भन्देऊ त मलाई सुरुमा के गर्न पर्यो, रियाक्सनलाई ब्यालेन्स गर्न पर्यो के। रियाक्सनलाई के गर्न पर्यो रे, ब्यालेन्स गर्न पर्यो। याने कतिवटा छ हेर त, मैले के भन्थे सुरुमा मेटललाई ब्यालेन्स गर्ने हो कि हैन। र मेटललाई ब्यालेन्स गर, याने भनेको कतिवटा दुईटा दिइरहेछ, यहाँ पनि टू राखिदिए, याने ब्यालेन्स भयो। अब Cl को पालो आयो, Cl ब्यालेन्स छ त छैन, यहाँ पछाडि दुईटा छ, अगाडि एउटा मात्र Cl छ, ल 2 राखिदिए, Cl पनि ब्यालेन्स भइहाल्यो। के पनि ब्यालेन्स भइहाल्यो रे हाम्रो, Cl पनि ब्यालेन्स भइहाल्यो। अब पालो आयो कार्बनको, कार्बन एउटा छ, पछाडि पनि एउटा छ, ब्यालेन्स भइसक्यो। पछाडि अब हाइड्रोजनको पालो आयो, हाइड्रोजन पछाडि दुईटा छ, अगाडि पनि दुईटा भयो, हाइड्रोजन पनि ब्यालेन्स भइहाल्यो। अक्सिजन अगाडि तीनटा छ, पछाडि पनि दुईटा र एउटा गर्दा तीनटा, अक्सिजन पनि ब्यालेन्स छ। यो रियाक्सन हाम्रो ब्यालेन्स भयो। यदि रियाक्सन ब्यालेन्स भइसकेपछि अब हामी के लेख्ने, गिवन मोल लेख्ने हो के हैन। Na2CO3 कति मोल दिएछ हामीलाई, 6 मोल्स दिइरहेछ। कति मोल्स दिइरहेछ, 6 मोल्स दिइरहेछ। HCl फेरि हामीलाई कति मोल दिएको छ, यहाँ हेर त 4 मोल दिएको छ। ल 4 मोल आयो HCl। अरु सबै कति हुन्छ, प्रोडक्ट इनिशियली 0 हुन्छ। हाम्रो काम भनेको सुरुमा के निकाल्ने हो, मोल्स रियाक्टेड निकाल्ने। हाम्रो काम के निकाल्ने, मोल्स रियाक्टेड भनेको के भयो हाम्रो, गिवन मोल अपन स्टोइकियोमेट्रिक कोएफिसिएन्ट। Na2CO3 को कति हो, केही छैन भने 1 भयो, 6 आयो। HCl को केसमा कति भयो, 4/2 गर्दा कति आयो त 2 आयो। भनेपछि नम्बर अफ मोल कसको थोरै देखियो, HCl को थोरै देखियो। त्यसले गर्दाखेरि को लिमिटिङ रिएजेन्ट भयो रे, HCl इज लिमिटिङ रिएजेन्ट। HCl लिमिटिङ रिएजेन्ट भयो हो। ल HCl लिमिटिङ रिएजेन्ट भइसकेपछि त हामीले एकदम सिम्पल वेमा हामीले के पत्ता लगाउन सक्यौ, फाइनल मोल अफ प्रोडक्ट पत्ता लगाउन सक्यौ नि त। फाइनल मोल अफ प्रोडक्ट भनेको के भन्थे मैले, लिमिटिङ रिएजेन्टको मोललाई केले मल्टिप्लाई गरिदिने, स्टोइकियोमेट्रिक कोएफिसिएन्टले मल्टिप्लाई गर्ने भने हो कि हैन। भनेपछि यहीँनिरबाट हेर त, नम्बर अफ मोल अफ CO2 भनेको लिमिटिङ रिएजेन्टको मोल कति छ हाम्रो, 2 छ हो कि हैन। लिमिटिङ रिएजेन्टको मोल कति छ रे, 2 छ प्रोडक्टको लागि, इन्टु स्टोइकियोमेट्रिक कोएफिसिएन्ट। CO2 को कोएफिसिएन्ट कति छ यहाँ, केही छैन भने 1 छ, गर्दा कति मोल्स आयो त CO2 2 मोल्स आयो के। CO2 कति मोल आयो रे हाम्रो, 2 मोल्स आयो। CO2 2 मोल आइसकेपछि हामीलाई फेरि के थाहा छ, अल्सो नम्बर अफ मोल भनेको गिवन भोल्युम अपन 22.4 हो नि त। भनेपछि नम्बर अफ मोल 2 दिएको छ, भोल्युम थाहा छैन हामीलाई, त्यही निकाल्न छ। भोल्युम अफ CO2 हामीले पत्ता लगाउनै पर्ने छ। भनेपछि यहाँनिरबाट भोल्युम अफ CO2 कति आयो त हाम्रो, 44.8 लिटर्स आयो। यसमा पनि कति आयो रे, 44.8 लिटर्स आयो। केही कन्फ्युजन छ त, यहाँ कति आयो त हाम्रो, 44.8 लिटर्स आयो के हैन। यही केही कन्फ्युजन छ प्रवीण, छैन सर, छैन, बुझिरहेको छ। ल बुझियो नि, लिमिटिङ रिएजेन्टको गर्न सकिन्छ। सकिन्छ। ल अब हेरौँ है त, अर्को क्वेसन हेरौँ है। Find the mass of CuCO3 required to produce 11.2 liters of CO2 at STP। हामीलाई के सोधेछ, मास अफ CuCO3 रिक्वायर्ड, कति मास चाहिँ CuCO3 चाहिन्छ, के प्रोड्युस गर्न पर्ने छ, 11.2 लिटर्स अफ CO2 प्रोड्युस गर्न पर्ने छ हो कि हैन। अनि कस्तो कन्डिसनमा, STP मा है, कस्तो कन्डिसनमा रे, STP मा। अब यहीँनिर हेर त, CuCO3 लाई यदि हामीले CuCO3 लाई हिट गरियो भने यहाँबाट के आउँछ त हाम्रो, CuO प्लस CO2 आउँछ। रिमेम्बर इट, के आउँछ रे, CuO प्लस CO2 आउँछ, कन्फ्युज नहुने। अब यो त हाम्रो के भयो, कति कति मोल छ, 1 मोल 1 मोल 1 मोल हो किन। 1 मोल CuCO3 ले के दिन्छ, 1 मोल CuO र 1 मोल के दिन्छ, CO2 दिन्छ। हामीलाई कस्तो कन्डिसन भनेछ, STP। अनि STP मा त भोल्युम कति हुन पर्ने हो, 22.4। तर हामीलाई भोल्युम कति दिइरहेछ त यहाँ, 11.2। भनेपछि 1 मोल छैन। कति मोल छैन रे, 1 मोल छैन। किन 1 मोल CuCO3 ले 1 मोल CO2 दिन्छ हामीलाई थाहा छ, तर STP मा 22.4 लिटर्स हुन पर्ने, CO2 कति लिटर मात्र छ, 11.2 लिटर। भनेको यो 1 मोल चाहिँ छैन है। कति मोल रहेछ त नि CO2, त्यो पत्ता लगाऊ त। नम्बर अफ मोल्स
अफ CO2 बराबर के भयो हामीलाई भोल्युम दिएछ भने गिवन भोल्युम अपन 22.4 हो नि त नम्बर अफ मोल पत्ता लगाउन भनेपछि यहाँनिरबाट त कति आयो 0.5 मोल्स आयो कति मोल्स आयो रे 0.5 मोल CO2 कति मोल रहेछ 0.5 मोल रहेछ याद गर त 1 मोलले 1 मोल दिन्छ भने 0.5 मोल कतिबाट आएको हो त हाम्रो 0.5 मोल्सबाटै आएको हो भनेको हाम्रो CO3 पनि कति मोल रहेछ त टोली भन 5 मोल रहेछ कति मोल रहेछ रे 5 के अरे 0.5 मोल रहेछ हो के CO3 पनि कति मोल रहेछ 0.5 किन 0.5 ले 0.5 CO2 दिएको ल हामीलाई नम्बर अफ मोल अफ CO3 पत्ता लागिसक्यो ल पर CO3 नम्बर अफ मोल भनेको के हो गिवन मास अपन ग्राम मोलिकुलर मास हो कि हैन नम्बर अफ मोल हाम्रो 0.5 भइहाल्यो मास हामीले पत्ता लगाउन पर्ने छ ग्राम मोलिकुलर मास भनेको CO3 को लागि कति भयो 64 भनेको CU को प्लस C को लागि 12 प्लस अक्सिजन को लागि 16 तिया 48 भयो गर्दाखेरि कति आउने भयो त हाम्रो 134 भनेको 12 ल कति आयो त मास इक्वल्स टु देयरफोर मास इक्वल्स टु 62 ग्राम आयो कति आयो रे 62 ग्राम यही नै हाम्रो के भयो एन्सर भयो ओके हैन यही नै हाम्रो के भयो एन्सर मास अफ के भयो CuCO3 के को मास हो रे यो CuCO3 को मास कति ग्राम आयो त 62 ग्राम आयो यसमा हामीले के गर्यौ नम्बर अफ मोल पत्ता लगायौ नम्बर अफ मोल पत्ता लगाइसकेपछि त गिवन मास अपन ग्राम मोलिकुलर मास अप्लाई गरेर हामीले सल्भ गरिहाल्यौ यसमा कन्फ्युज नहुने है टोली कन्फ्युज हुँदै नहुने ल मैले लास्ट अर्को एउटा क्वेशन गराए एउटा अझै क्वेशन गराए लास्ट क्वेशन यहाँ हेर त लास्ट क्वेशन हेर 9 ग्राम of aluminum reacts with O2 find the weight of O2 ल एल्युमिनियम के सँग रिएक्ट गर्छ रे O2 सँग रिएक्ट गर्छ त्यो O2 को चाहिँ हामीलाई के पत्ता लगाउनु पर्ने छ वेट पत्ता लगाउनु पर्ने छ कति सिम्पल आहा चिम्लेर गर्न सकिन्छ हो के हैन भनेको एल्युमिनियम छ Al प्लस O2 Al प्लस O2 रिएक्ट गर्दाखेरि के हुने भयो Al2O3 किन क्रिस क्रस मेथड हो नि त Al को भ्यालेन्सी 3 भयो क्रिस क्रस मेथड गर्दाखेरि Al2O3 आयो अब पालो के गर्ने ब्यालेन्स गर्ने अब पालो के गर्ने रे ब्यालेन्स गर्ने Al दुईटा छ अगाडि पनि दुईटा थपियो ब्यालेन्स भइहाल्यो Al अक्सिजन पछाडी तीनटा छ अगाडि कतिवटा छ दुईटा अगाडि तीनटा राख्दा 6 वटा भयो 3/2 राख्दा त तीनटा भइहाल्यो ब्यालेन्स भइहाल्यो केही समस्या छैन हो के हैन यहाँनिरबाट के प्रुफ भएर त एल्युमिनियम को एटोमिक वेट कति ग्राम हो 27 ग्राम हो कति ग्राम हो रे 27 ग्राम हो यो रिएक्सन अनुसार त के भयो 27 × 2 चाहिँ केसँग रिएक्ट हुन्छ अक्सिजन सँग रिएक्ट हुन्छ 3/2 अक्सिजन सँग रिएक्ट हुन्छ भनेर देखाइराछ हो के हैन भनेपछि अब यहाँनिर हेर त मैले के लेख्दै छु 2 × 27 ग्राम हो के हैन अफ एल्युमिनियम एल्युमिनियम चाहिँ केसँग रिएक्ट गर्छ रे रिएक्ट्स विथ केसँग रिएक्ट गरेको देखाउँदैछ यहाँ 3/2 × अक्सिजन को कति भयो त 16 दुना 32 भयो के हैन 32 ग्राम अफ केसँग रिएक्ट गरेको देखिदैछ O2 सँग रिएक्ट गरेको देखिदैछ केसँग रिएक्ट गरेको देखिदैछ रे O2 सँग रिएक्ट गरेको मजाले देखिएको छ हो के हैन अनि अब यहीँनिरबाट हाम्रो अब निकाल्नु पर्ने यो त हाम्रो 54 ग्राम हो यो कति ग्राम भयो रे एक लाइन लेखिदिए है त 54 ग्राम अफ Al चाहिँ केसँग रिएक्ट गरेको देखियो 48 ग्राम अफ O2 सँग रिएक्ट गरेको देखियो केसँग रिएक्ट गरेको देखियो रे 48 ग्राम अफ O2 सँग रिएक्ट गरेको देखियो अझ यो नगरिकिन तिमीहरूलाई हिसाब गर्न सिम्पल हुन्छ भने यतिकै गर्दिए है यतिकै गर्दाखेरि झन् कति सिम्पल वेमा एन्सर आइहाल्छ हामीलाई सोधेको कति ग्राम हो 9 ग्राम को हो के हैन 9 ग्राम अफ Al सोधे हो नि त भनेको 9 ग्राम अफ Al कतिसँग रिएक्ट गर्छ भन्दा के गर्ने हो सुरुमा 1 ग्राम को निकाल्ने 1 ग्राम को कसरी निकालिन्छ हामीले 3 × 32/2 × 27 गरे हो यसरी 1 ग्राम को आयो × 9 गर्दा कति ग्राम को आयो 9 ग्राम को आइहाल्यो हो के हैन O2 ल यहीँनिर हेर त 9 3 × 27 3 र 3 काटियो हो के हैन 3 र 3 काटियो भनेपछि कति आयो त हाम्रो यहाँबाट 16 यहाँ 2 × एउटा 2 छुट्यो होला एउटा 2 छुट्यो हैन 4 भनेपछि कति ग्राम आयो 8 ग्राम अफ O2 आयो कति आयो रे 8 ग्राम अफ O2 भनेको 9 ग्राम अफ Al चाहिँ कोसँग रिएक्ट गर्दो रहेछ 8 ग्राम अफ O2 सँग रिएक्ट गर्दो रहेछ